जाम 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 आज घर कोही पनि जाँदैन आज राति बोका काटेर यही खाइन्छ बाबाको 16 गुरान्सुको मध्ये फुड टेस्टिङको प्रोग्राममा नेपालगञ्ज शाखा फर्स्ट भएको थियो त्यो फर्स्ट प्राइजले चाहिँ होटल बाबाका पुरै स्टाफलाई पार्टी खुवाउने र यहाँ आज भरतपुरमा बसाल्ने घोषणा गरेको छ। मेरो माया छ छैन भन्दैछु कति आए एकचोटि गन्दैछु हाम्रो टिम चाहिँ सौरा आइसकेको छ। आहा मिर्गालाई मैले ताकेको होइन मायालाई ताकेको हामी हर्षित खुसी छौँ किनभने आज होटल पौवाले जुन हामीलाई यो आयोजना गरिरहेको छ हामी सब साथीहरू एकजुट भएर आज हामी रमाइलो लगाइरहेको यत्र टिमलाई लिएर हिँड्दैछौँ। अब यो एकदम यो 3 दिनको एक्जिबिसन त्यस पछाडिको अब यो आजको यो दृश्य अवलोकन सफारी त तयार भइयो आज होटल पौवा परिवार ल रेडी यसलाई पनि मजा आयो कस्तो मजाले सुनिएको छ। यो चाहिँ बुढो खालको भन्ने जनावर देखेका छौँ। यो चाहिँ धेरै देखिँदो रहेछ चितवन राष्ट्रिय निकुञ्जमा अरू चाहिँ खासै गैँडा र यो चाहिँ देखियो। यहाँ चाहिँ हात्तीले चाहिँ पैसा मागेको छ माथि मजाले चलिरहेको छ। यतापट्टि चाहिँ वेलकम सौराहा ट्रक्क ट्रक्क निस्किन थालेको हामी सबैजना पौवाको टुर सौरा लाग्यो जाम 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 हाम्रो फुड टेस्टिङ पछिको सौरा टुर है ल ल ल ल मिलेर बसौँ हाम्रो चाहिँ होटल पौवा पुरै ग्रुप लगभग 16 ब्रान्चका सबै सरहरू अनि हाम्रो यो के भन्छ सेफहरू मेन सेफ र अनि म्यानेजरहरू पुरैजना भएर फुड टेस्टिङ सकिसकेपछि हामी जाँदैछौँ घुम्न। आज घर कोही पनि जाँदैन आज राति बोका काटेर यही खाइन्छ यो चाहिँ के अरे फुड एक्जिबिसनमा नेपालगञ्ज शाखा प्रथम भएर आफूले पाएको पुरस्कारको रकम बराबर सबैलाई खसी खुवाउने अरे। अहिले चाहिँ होटल पौवाको 16 गुरान्सुको मध्ये फुड टेस्टिङको प्रोग्राममा नेपालगञ्ज शाखा फर्स्ट भएको थियो त्यो फर्स्ट प्राइजले चाहिँ होटल पौवाका पुरै स्टाफलाई पार्टी खुवाउने र यहाँ आज भरतपुरमा बसाल्ने घोषणा गरेको छ। आज हामी सौरा जाने हो मिलिजुली बोका नै खाने हो माया पानको माया तिमीलाई सम्झन्छु दिनको रात मर्सँगी सलाला सौराहा जाने हो मिलिजुली बोका नै खाने हो माया पानको पात माया तिमीलाई सम्झन्छु धानको रात मर्सँगी सलाला माया तिमीलाई सम्झन्छु दिनको रात मर्सँगी सलाला। ए मेरो माया छ छैन भन्दैछु कति आए एकचोटि गन्दैछु पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात
मर्साङ्दी सलाला कति गन्दैछु कति भन्दैछु कति आए एकचोटि गन्दैछु माया पातको पात मर्साङ्दी सलाला माया तिमीलाई सम्झन्छु दिनको माइक्रो बसमा कति राम्रो माटक सर्कस छ जन्लाको बसमा कति राम्रो पाटको ससमा माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्साङ्दी सलाला माया तिमीलाई सम्झन्छु दिनको रात मर्साङ्दी सलाला हे मेरो माया मनभरि भर दिए हे गिरी सरलाई आशीर्वाद गरिदिए माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्साङ्दी सलाला माया चाहिँ भर दिए गिरी सरलाई आशीर्वाद गरिदिए माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्साङ्दी सलाला हे सबै कुरा भरतपुर भ्याउनु सानो होइन ठुलो बोकाइ ल्याउनु माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्साङ्दी सलाला भरतपुर भ्याउनु सानो होइन ठुलो बोकाइ ल्याउनु माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्साङ्दी सलाला माया तिमीलाई सम्झन्छु दिनको रात मर्साङ्दी सलाला हेलो नमस्ते तपाईँलाई स्वागत छ हाम्रो टिम चाहिँ सौरा आइसकेको छ आहा होटल पौवाको टिम चाहिँ ल सरजी हो ल ल ल ल ल यता भ्लगमा मेरो भ्लगमा देख्नु होला सबैजना हाम्रो होटल पौवाको टिम सौरा भरतपुर ओपनिङ सँगसँगै ल बजाम त कस्तो बजाउने त मैले ताकेको होइन मायालाई डाकेको रेशम पिरी उडेर जाउँ कि डाँडैमा भन्छन् रेशम पिरी उडेर जाउँ कि डाँडैमा भन्छन् रेशम पिरी सब डाँडेमा भन्छन् सानोमा सानो गाईको बाछो भिरैमा राम सानोमा सानो गाईको बाछो भिरैमा राम छोडेर जान सक्दिन मैले बरु माया सँगै जाऊँ रेशम पिरी के डाँडैमा भन्छन् रेशम पिरी भलैमा रेशम पिरी उडेर जाउँ कि डाँडामा भन्छन् रेशम पिरी उडेर जाउँ कि डाँडामा भन्छन् रेशम पिरी यहाँ चाहिँ अब हाम्रो नाम लेख्ने कार्यक्रम चलिरहेको छ यहाँ जङ्गलमा जाने मान्छेको चाहिँ यहाँ टिपोट हुन्छ के छ भन्नु के छ एकदमै हामी हर्षित खुसी छौँ किनभने आज होटल पौवाले जुन हामीलाई यो आयोजना गरिरहेको छ हामी सब साथीहरू एकजुट भएर आज हामी रमाइलो गरिरहेको छौँ धेरै धेरै धन्यवाद दिन चाहन्छु होटल पौवा पुरै टिमलाई थ्याङ्क यू अनि हाम्रो सर हजुर कृष्ण सर म के भनौँ हजुरलाई कस्तो लागिरहेको एकदम रमाइलो लागिरहेको यत्रो टिमलाई लिएर हिँड्दैछौँ अब यो एकदम यो
3 दिनको एक्जिबिसन त्यस पछाडिको अब यो आजको यो दृश्य अवलोकन होइन सब गाइज एकदम मुड फ्रेस सबैले बाघ हेर्ने आएको छौँ हेरौँ बाघ हेर्न पाइन्छ कि नै ओके गाइज म चाहिँ हल्का सानो भलक त्यति त जान्दिनँ हाम्रो एकदम बोल्न एक्सपर्ट हुनुहुन्छ उहाँ सर चाहिँ पहिलोचोटि म यो सौरामा भिजिट गर्दैछु साह्रै रमाइलो मनमोहक ठाउँ रहेछ हजुरहरू जस्तो राम्रो मान्छेसँग यस्तो राम्रो ठाउँमा घुम्दाखेरि अर्कै मनमा आनन्द शीतल आउँदो रहेछ एकदम हामी चाहिँ सीतामढी सौराबाट यो के भन्छ सफारी जङ्गल सफारी त तयार भइयो अब होटल पौवा परिवार ल रेडी हाम्रो अर्को टिम चाहिँ उता छ गाइजहरू नाइस सबैजना पछाडि अर्को टिम उता ल उहाँ अर्को टिम छ बहिनीहरू चाहिँ उतापट्टि म जुम गरिदिन्छु कस्तो दामी भएको छ ल यहाँ चाहिँ पुरै अब यहाँ टिकट लिने सिस्टम छ टिकटले भित्र प्रवेश गर्ने हो यहाँ चाहिँ चारजना टिम 4वटा गाडीमा हाम्रो पुरै पौवा टिम 4 कि 5वटा रहेछन् अघि त 4 भनिरहेको थियौँ त हामी कतिजना अरे हामी टोटल 55 जना ल कस्तो लागिरहेको सर सरहरू हेलो ल हेलो के छ सरहरू ल मैले सबैको फोटो खिचिदिन्छु ल सबैजनाले ट्याक्क हेर्ने आफ्नो फोटो स्क्रिनसट गर्ने यसरी है ल यो हाई फोटोमा स्क्रिनसट गर्नुलाई ल यो चाहिँ एकदम रमाइलो छ हामी चाहिँ जङ्गल सफारी गर्दैछौँ सबैजना टिम छौँ यता ल ल आफ्नो फोटो लिने है यसरी अहिले स्क्रिनसट गर्ने भिडियोबाट हाम्रो गिरी सरलाई चाहिँ बिचरा कसरी खिचिदिनु म क्यामेराम्यान भन्नुभयो गैडाको माथि चाहिँ चरा बसेछ चाहिँ यो जङ्गल सफारीमै छौँ यहाँ चाहिँ अलिअलि वन्यजन्तुहरू देखिरहेछ चराहरू अघि चाहिँ वन्यजन्तु अनि फेरि ट्याक हामीले ऊ देखाएको थियौँ के भन्छ गैडा देखेको थियौँ त्यही भएर भिडियो खिच्न चाहिँ मिस भएछ मेरो त्यसपछि मैले हालिदिन्छु मैले पोर्ट्रेट भिडियो खिचिरहेको छु यहाँ सिन चाहिँ बवाल देखिने रहेछ अनि पानीको सिन ट्याक लाएर हाम्रो अर्को गाडी चाहिँ यतापट्टि आएको छ हो यहाँ चाहिँ ट्याक्क यहाँ चाहिँ हामी पिसाब गर्न एकछिन रोकेको यहाँ क्याफेहरू चिया खानलाई पनि ठाउँ छ जङ्गल सफारी गर्दा चाहिँ रोक्ने ठाउँ हो यो चाहिँ हाम्रो साथीहरू झर्दै हुनुहुन्छ यता टुरिस्ट एरिया टुरिस्टहरू पनि हुनुहुन्छ उता साइडमा दाइहरू साथीहरू सबै यतै हुनुहुन्छ यहाँ चाहिँ धेरै छ बिचमा ग्याप छ सफारी गरिसकेपछि चाहिँ यहाँ रोक्ने चिया नास्ता गर्नको लागि यसलाई पनि मजा आयो कस्तो मजाले सुनिया छ यो चाहिँ बुढो खालको रहेछ कि बुढो उमेर पुगेको होला होइन कस्तो छ केही नगर्दो रहेछ है कस्तो लाग्यो ठुलो रहेछ एकदम लाइभ आज दिवस गएर ठ्याक्क हाम्रो अगाडि छ भेटिएको छ है कति मजा पाठक सर सर आज गैडा पाठक सर यहाँ आउनु तपाईँले तपाईँलाई कस्तो लागिरहेको भन्नु त गैडा हेर्नु त कस्तो यस्तो लागेछ कि म जङ्गलको गैडाको भाइ हो क्या लाइभ देखेछ मजा आनन्द आयो सर है लाइभ गैडा देख्न पाउँदा एकदम मजा आयो ल ठिक छ ल ओके छ त मलाई हाम्रो भण्डारी सर हुनुहुन्छ ल यहाँ चाहिँ हामीले फेरि चित्तल भन्ने जनावर देखेका छौँ यो चाहिँ धेरै देखिँदो रहेछ चितवन राष्ट्रिय निकुञ्जमा अरू चाहिँ खासै त्यस्तो धेरै चाहिँ देखिएन गैडा र यो चाहिँ देखियो वनगाई देखेका छौँ वनगाई सरी वनगाई जरायो रहेछ जराएको चाहिँ फेरि ऊ सिँगै छैन त ए सानो खालको बच्चा खालको जरायो रहेछ यहाँ चाहिँ हामीले हात्ती देखेका छौँ अब हात्तीले चाहिँ यहाँ पैसा माग्छ ठ्याक्कै यसको दर्शन गर्नको लागि ल यहाँ चाहिँ हात्ती चाहिँ माग्छ कसरी अब दिन्छौ त यहाँ चाहिँ हात्तीले चाहिँ पैसा मागेको छ
माथि कति जाने ट्रेनिङ लिएको हुन्छ यसले चाहिँ यो चाहिँ मजाले उयो गरेको छ यो चाहिँ घरेलु हात्ती हो जङ्गली हात्ती चाहिँ लाइभ छ यहाँ चाहिँ मयूर देखिएको छ मयूर मजाले चलिरहेको छ यतापट्टि चाहिँ फरेनर हुनुहुन्छ टुरिस्टहरू मजाले हेरिरहनु भएको छ शान्त वातावरणमा हामीले चाहिँ यिनै ठाउँको स्थल भिजिट गरियो अहिले चाहिँ लगभग हाम्रो जङ्गल सफारी भ्याइने बेला भइसक्यो सबैजनाले हेरिदिनु हुने सबैजनालाई धन्यवाद हाम्रो चाहिँ फाइनल्ली जङ्गल सफारी सकिसकेको छ अब चाहिँ हामी यसबाट सिधै होटल पौवा जान्छौँ भरतपुरमा हाम्रो जम्बो टोली चाहिँ यति बेला यता आइसकेको छ कोही चाहिँ यता पछाडि हुनुहुन्छ यता पछाडिपट्टि हुनुहुन्छ भने आउँदै हुनुहुन्छ यहाँ चाहिँ हो घोडा ल यहाँ चाहिँ जम्बो टोली ट्याक्क आइरहनु भएको छ के छ सरजी बबाल छ यहाँ चाहिँ अब कस्तो राम्रो भ्यू छ यतापट्टि यहाँ चाहिँ एकदम राम्रो भयो यहाँ चाहिँ ट्याक्क बस्ने ठाउँहरू एकदम राम्रो समुद्र किनारको छेउमा समुद्र नै खोली किनारको छेउ सरी हो ड्याट यहाँ चाहिँ मजाले फोटो खिच्ने फोटो सेसनहरू चलिरहेको छ अनि अब हाम्रो टिमहरू चाहिँ उतापट्टि हुनुहुन्छ उहाँलाई चाहिँ आउँदै हुनुहुन्छ म चाहिँ वेलकम सौराहा टक्क हामी चाहिँ अब यसबाट यो सकिसकेर निस्किन थालेको हामी सबैजना अब हामी चाहिँ निस्किन लाग्यो है ल गाइज चौराहाको टुर सकेर होटल पौवाको टिम पुरै होटल पौवा एकदमै रमाइलो भयो आनन्द लाग्यो यति बेला चाहिँ हामी होटल पौवा भरतपुरमा आइयो हाम्रो पौवाको टिम सबैजना ल अरूजना झर्दै हुनुहुन्छ ल यो चाहिँ हाम्रो होटल पौवा आजको टुर चाहिँ यहीँ सकिन्छ सबैजनाले हेरेर प्रतिक्रिया दिनु होला ओके सी यू गाइज